नमस्कार विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई समूह पाठबाट आउन सक्ने महत्त्वपूर्ण प्रश्नमध्ये यो पनि एउटा महत्त्वपूर्ण प्रश्न हो। यदि समूह U बराबर 1 2 3 4 5 का उपसमूहहरू Q इक्वल टु 1 2 3 1 3 5 र R इक्वल टु 1 2 3 छन् भने, यस्तो छ भने समूह Qबाट बढीमा कतिवटा उपसमूह बनाउन सकिएला भन्छ। एउटा समूह R बाट बन्ने अनुपयुक्त उपसमूह लेख्नुहोस् भन्छ। अर्को समूह Q र R लाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् भन्न सक्छ। अनि अर्को समूह Q र R लाई अलगिएका समूह बनाउन के गर्नु पर्ला भन्न सक्छ। यस्तो आयो भने सबभन्दा पहिला फर्स्टको क्वेसन, समूह Qबाट बढीमा कतिवटा उपसमूह बनाउन सकिएला भन्दा Q बराबर यहाँ दिएको छ 1 3 5, Q इक्वल टु 1 2 3 5 दिएछ। यसबाट बढीमा कतिवटा उपसमूह बनाउन सकिएला भन्दा उपसमूहको संख्या निकाल्न पर्यो हामीले। उपसमूहको संख्या निकाल्नलाई हामीले 2 को पावर n सूत्र प्रयोग गर्छौं। 2 को पावर n भनेको Q मा कतिवटा सदस्य संख्या छ, नम्बर अफ इलिमेन्ट 1 2 3 तीनवटा छ। त्यही भएर 2 को पावर कति भयो 1 2 3 तीनवटा छ, त्यही भएर यहाँ 3 भयो। अब 2 को पावर 3 भनेको 2 लाई 3 टाइम्स मल्टिप्लाई गर्ने, 2 इन्टु 2 इन्टु 2, यो गर्दाखेरि 2 2 जा 4 2 जा 8। कतिवटा उपसमूह बनाउन सकिएला भन्दाखेरि बढीमा 8 वटा उपसमूह बनाउन सकिएला। त्यस्तै गरेर अर्को प्रश्न, समूह R बाट बन्ने अनुपयुक्त उपसमूह लेख्नुहोस्। यहाँहरूलाई मैले अघिल्लो भिडियोमा सिकाइसकेको छु अनुपयुक्त उपसमूह भनेको के हो, अनुपयुक्त उपसमूह कसरी लेख्ने भनेर। यहाँ दिएको छ R बराबर, क्वेसनमा दिएको छ R बराबर 1 2 3 1 2 3। अनि अनुपयुक्त उपसमूह भनेको दिएका सदस्यहरूबाट सबै सदस्यहरू लिएर उपसमूह बनाइन्छ भने त्यसलाई अनुपयुक्त उपसमूह भनिन्छ। भन्नको मतलब अनुपयुक्त उपसमूह बनाउन भन्यो भने जुन समूहको सदस्यहरू दिएको छ त्यो समूहका सबै सदस्यहरू लेख्ने। जस्तै यहाँ R बराबर 1 2 3 दिएछ भने R इक्वल टु 1 2 3 नै के हुन् भन्दाखेरि अनुपयुक्त उपसमूह हो। प्रश्नमा जे दिन्छ त्यही लेखेपछि अनुपयुक्त उपसमूह, उपयुक्त उपसमूह भनेको यहाँहरूलाई सिकाइसकेको छु मैले। त्यस्तै गरेर गमा अर्को प्रश्न, समूह Q र R लाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् भन। Q र R लाई भेनचित्रमा प्रस्तुत गर्नुभन्दा पहिले के गर्ने, Q इक्वल टु लेख्ने, Q इक्वल टु 1 3 5, अनि R इक्वल टु लेख्ने, R इक्वल टु 1 2 3। अब यहाँ खप्टिएको समूह हुन्छ कि अलगिएको समूह हुन्छ छुट्याउनु पर्यो। त्यही भएर साझा के छन्, साझा छन् छैनन्। साझा छन् भने खप्टिएको हुन्छ, छैनन् भने अलगिएको हुन्छ। अब यहाँ साझा भनेको 1 1 3 3, 1 र 3 छन्, 1 र 3 छन्। त्यसैले हाम्रो यो समूह खप्टिएको समूह हुँदो रहेछ। अब भेनचित्रमा बनाउँदाखेरि खप्टिएको समूहलाई हामीले खप्टिएको समूह हुँदो रहेछ, खप्टिएको समूह बनाउनु पर्यो हामीले। खप्टिएको समूह QR। अब साझा भनेको 1 3 छ, यहाँ बिचमा लेख्ने 1 3, Q र R को साझा भाग। अब Q का बाँकी रहेका 1 3 लेखिसक्यो, हाम्रो बाँकी के छ 5 छ। R को बाँकी के छ 1 र 3 लेखिसक्यो, के बाँकी छ 2 बाँकी छ। अब बाहिरपट्टि U का के थिए 1 2 3 4 5 थिए। अब 1 लेखियो, 2 लेखियो, 3 लेखियो, अनि 4 बाँकी रह्यो बाहिरपट्टि। यसरी Q र R को हामीले भेनचित्र बनायौँ। त्यस्तै गरी नेक्स्ट प्रश्न, समूह Q र R लाई अलगिएका समूह बनाउन के गर्नु पर्ला। अलगिएका समूह बनाउन के गर्नु पर्ला भन्दा कि त Q मा 1 र 3 हटाउनु पर्यो यो भेनचित्र हेरेर, कि त R मा 1 र 3 हटाउनु पर्यो। Q र R मध्ये कुनै एकमा 1 र 3 हटाउनु पर्यो। समूह Q र R लाई अलगिएका समूह बनाउन के गर्नु पर्ला भन्दाखेरि यहाँ साझा के आएको छ हेर्ने, त्यसैले हटाउनु पर्यो। Q मा हटाउनु पर्यो लेखे पनि ठिक, R मा हटाउनु पर्यो लेखे पनि ठिक। यसरी समूह Q र R लाई अलगिएका समूह बनाउन
समूह क्यू र आरलाई अलगिएका समूह बनाउन क्यूमा 1 र 3 लाई हटाउनु पर्ला। समूह क्यूमा 1 र 3 लाई हटाउनु पर्ला, अर्थात् समूह आरमा 1 र 3 लाई हटाउनु पर्ला। यसरी यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न विद्यार्थी भाइ बहिनीहरू। अन्य यस्तै महत्त्वपूर्ण अन्य पाठहरूका समेत महत्त्वपूर्ण प्रश्न यहाँहरूले जानकारी लिनको लागि, प्रश्नको उत्तर लेख्ने तरिका जानकारी लिनको लागि युट्युब च्यानल हेर्दै गर्नुहोला। लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।